यदि तपाईहरु नेपाली शेयर मार्केटमा नयाँ हुनुहुन्छ, तपाईले अप्लाई गरेको आईपीओ क्यान्सल नहुने गरी प्रोपर तरिकाबाट कसरी अप्लाई गर्ने भनेर थाहा छैन वा कन्फ्युज्ड हुनुहुन्छ भने आउनुस् सिम्पल मेथडबाट आईपीओ अप्लाई गर्न सिकौं। गाइस, सुरु गर्न अघि फलो गर्दिनु होला। एट फर्स्ट आफ्नो मोबाइलमा भएको मेरो शेयरलाई ओपन गर्नुभयो भने यहाँनिर सबैभन्दा माथि तपाईले जुन बैंकबाट मेरो शेयरको सुविधा लिनु भएको हो त्यही बैंकलाई सिलेक्ट गर्ने अनि आफ्नो युजर नेम र पासवर्ड राखी लगइन गर्नुभयो भने यो टाइपको इन्टरफेस खुल्छ। अब यहाँनिर सबैभन्दा मुनि सेन्टरमा माई आस्पा भन्ने सेक्सन रहेको छ। यसमा जस्ट टच गर्नुभयो भने अप्लाई फर इस्यु सेक्सनको मुनि दुईटा आईपीओ अप्लाई गर्ने भनेर शो गरेको छ। मैले चाहिँ खालसा विकास बैंक लिमिटेडको अर्डिनरी शेयर्समा अप्लाई गरेर देखाउँछु है त। अप्लाई गर्नका लागि एट फर्स्ट अप्लाई अप्सनमा टच गर्नुभयो भने यहाँनिर कम्पनी डिटेल शो हुन्छ। कम्पनी नेम, शेयर ग्रुप, इस्यु मैनेजर, ओपन डेट, क्लोज डेट, प्राइस पर शेयर 100 रहेको छ भने यहाँनिर क्वान्टिटी 10 देखि 25,000 कितासम्म रहेको छ। यहाँबाट चाहिँ प्रोसिडमा टच गर्नुभयो भने तपाईहरुको बीओआईडी नम्बर, बैंक नेम, एकाउन्ट नम्बर, एकाउन्ट टाइप अनि ब्रान्च नेम शो हुन्छ। चेक गर्नु होला। त्यसपछि यहाँनिर अप्लाइड किता भनेको छ नि, यसमा 10 किता मात्रै राख्नु होला। धेरै राखेर पैसा होल्ड नगर्दा बेटर, बिकज शेयर परिहाल्यो भने पनि 10 किता मात्रै हो पाउने भनेको। अब यहाँनिर 10 किता राख्नुभयो भने मुनि अमाउन्ट शो हुन्छ। अघि कम्पनी डिटेल्समा प्राइस पर शेयर 100 भनेर देखाएको थियो नि, हो 10 किताको 1000 शो भएको हो। अब यहाँनिर चाहिँ आवेदन रद्द नहुने गरी एउटा विशेष ध्यान दिनुपर्ने कुरा के हो भने अप्लाई गर्नु पूर्व हजुरको बैंक अकाउन्टमा 1000 रुपैयाँ छ छैन चेक गर्नु होला। तपाईले अप्लाई गरेको किता संख्या अनुसारको अमाउन्ट तपाईको बैंक अकाउन्टमा भएन भने एप्लिकेसन अनभेरिफाइड हुन्छ। यो कुरा चाहिँ विचार गर्नु होला है त। अनि यहाँनिर आफ्नो सीआरएन नम्बर राखेर मुनि बक्समा टिक लगाएर अप्लाईमा टच गरिदिनु होला। त्यसपछि यहाँनिर आफ्नो ट्रान्जेक्सन पिन राखेर अगेन अप्लाई गर्नुभयो भने यहाँनिर शेयर हेज बीन अप्लाइड सक्सेसफुली भन्छ। मतलब तपाईको शेयर अप्लाई भयो।